पछिल्लो समय चाहिँ जहाँ लाग्छ हिजो रातिबाटै वर्ल्ड कप सुरु भएको छ। अहिले फेसबुकमा स्पोन्सर एडहरू थुप्रै एडहरू आउँछ। घरमै बसेर चाहिँ वर्ल्ड कप हेर्नुहोस्, त्यसको लागि यो एप्लिकेसन एपिके डाउनलोड गर्नुहोस् भनेर आउँछ। र त्यो लिङ्क फलो गरेर गइसकेपछि यस्तै प्रकृतिको यही हुन्छ जरुरी छैन, यो वान अफ मैले यस्तै प्रकृतिको विभिन्न एप्सहरू आउँछ, एपिकेहरू आउँछ र एपिके उहाँले भिक्टिमले चाहिँ अथवा जसले वर्ल्ड कप हेर्छु भन्ने एक्सपेक्ट गर्नुभएको छ उहाँले चाहिँ यो एप्स डाउनलोड गरेर इन्स्टल गरिसकेपछि उहाँको फोनमा ओपन गर्नुहुन्छ। ओपन गरेपछि थप पर्मिसनहरू माग्छ, आलो गर्दै जानुहुन्छ। त्यस पछाडि अन्तिम एउटा पर्मिसन माग्छ एक्सेसिबिलिटी भन्ने। त्यो एक्सेसिबिलिटी अलाउ गरिदिएपछि उसले रिमोटली ह्यान्डल गर्छ भिक्टिमको फोनबाट अनि थप आर्थिक कारोबार गर्न सक्छ। यो भनेको विश्वकप हेर्ने न्युमा चाहिँ उहाँसँग आर्थिक ठग भइरहेको छ। त्यो भनेको अननोन सोर्सबाट एपिके डाउनलोड गर्नुभएको छ। त्यो हामी भन्ने आउँछौँ सुरक्षा निकाय बेला बेलामा चाहिँ हामीले सचेतनामूलक क्लासहरू दिँदाखेरि चाहिँ हामीले विश्वसनीय स्रोतबाट मात्रै चाहिँ के भन्छ एप्लिकेसनहरू डाउनलोड गर्नुहोस्, पिएक्सी फाइलहरू डाउनलोड गर्नुहोस्। त्यस्तै गरी चाहिँ जस्तै हामीले सामान्य एउटा रियल लाइफसँग पनि जोड्न सकिन्छ। जस्तै हामी कतै यात्रा गर्दैछौँ भने नचिनेको मान्छेले त्यो कुराहरू प्रयोग गर्नु भन्दैन, गाडीमा बस्दाखेरि भोगेन सेम थिङ यहाँ पनि त्यही कुरा लागु हुन्छ। हामी मोबाइल फोन चलाउँदैछौँ, नचिनेको मान्छेले फोन गरेर एप्लिकेसन किन ढल्ने, सिस्टममा किन डाउनलोड गर्ने, उसलाई पर्मिसन किन दिने? वर्ल्ड कप हेर्नुको लागि उसलाई सबै कुरा पर्मिसन दिनु जरुरी छ छैन? त्यतिदेखि के हामीले प्लान हो भनेर बुझ्नु पऱ्यो।